नमस्ते एभ्रिवान, मेरो नाम आशिष भट्ट, इन्जिनियर, डिपार्टमेन्ट अफ वाटर रिसर्च एन्ड इरिगेसन। हामी लिनियर मेजरमेन्ट टेक्निक्सभित्र इन्स्ट्रुमेन्ट फर मेजरिङ डिस्टेन्सेस पढिरहेको थियौँ। लास्ट क्लासमा हामीले टेपको बारेमा पढ्यौँ। अहिले यो क्लासमा चाहिँ हामी चेनको बारेमा पढ्छौँ। चेन भनेको एउटा इन्स्ट्रुमेन्ट हो विच इज युज्ड फर मेजरिङ द डिस्टेन्स बिट्विन एनी टु पोइन्ट्स। अब चेन चाहिँ ग्याल्भनाइज्ड माइल्ड स्टिल वायर अफ 4 मिलिमिटर डायमिटर, 4 मिलिमिटर डायमिटरको ग्याल्भनाइज्ड माइल्ड स्टिल वायरलाई बेन्ड गरेर एउटा लिङ्कको आकार दिएको हुन्छ। त्यस्ता लिङ्कहरूलाई इन्टरकनेक्ट गरेर एउटा डिभाइस बनाइन्छ, त्यसलाई चेन भन्छन्। र त्यो लिङ्कहरूको एन्डमा चाहिँ दुईटा ह्यान्डल एट्याच गरिएको हुन्छ। यस्तो डिभाइसलाई के भन्छन्? चेन। सो चेन चाहिँ हाम्रो केमा युज हुन्छ? कुनै पनि दुईटा पोइन्टको बिचको डिस्टेन्स मेजरमेन्टको लागि, लिनियर मेजरमेन्टको लागि चेन चाहिँ युज हुन्छ। अब यसपछि हाम्रो नेक्स्ट छ टाइप्स अफ चेन। टाइप्स अफ चेनभित्र हामी 4 प्रकारको चेनहरू पढ्छौँ: रेभिन्यू चेन, गन्टर्स चेन, इन्जिनियर्स चेन र मेट्रिक चेन। रेभिन्यू चेन चाहिँ हाम्रो के हुन्छ भन्दा रेभिन्यू चेन चाहिँ अफसेट मेजरमेन्टको लागि युज हुन्छ। अफसेट मेजरमेन्टको लागि रेभिन्यू चेन चाहिँ अफसेट मेजरमेन्टको लागि युज हुन्छ। यसको लेन्थ चाहिँ 33 फिट हुन्छ र यसमा 16 वटा लिङ्क हुन्छ। अब इच लिङ्कको लेन्थ कति हुन्छ भनेर निकाल्ने हामीले लेन्थ डिभाइडेड बाई नम्बर अफ लिङ्क्स गऱ्यो भने इच लिङ्कको कति लेन्थ हुन्छ त्यो चाहिँ निस्किन्छ ठ्याक्कै। यसपछि नेक्स्ट छ हाम्रो गन्टर्स चेन। गन्टर्स चेनलाई चाहिँ सर्वेयर्स चेन पनि भनिन्छ। सर्वेयर्स चेन, गन्टर्स चेनलाई चाहिँ सर्वेयर्स चेन पनि भनिन्छ। यो चाहिँ हाम्रो क्याडेस्ट्रल सर्वेमा युज हुन्छ। गन्टर्स चेन चाहिँ हाम्रो क्याडेस्ट्रल सर्वेमा युज गर्छौँ हामी। यसको लेन्थ 66 फिट हुन्छ र यसमा चाहिँ 100 वटा लिङ्क्स हुन्छन्। यदि हामीले डिस्टेन्स चाहिँ माइल्स अथवा फर्लङमा मेजर गर्नुपर्ने छ र एरिया चाहिँ एकरमा मेजर गर्नुपर्ने छ भने गन्टर्स चेन इज द कन्भिनियन्ट चेन फर डुइङ दिस। नेक्स्ट हाम्रो इन्जिनियर्स चेन। इन्जिनियर्स चेन भनेको इन्जिनियरिङ सर्वेमा युज हुने चेन इन्जिनियर्स चेन। यसलाई चाहिँ फुट चेन पनि भनिन्छ। इन्जिनियर्स चेनलाई फुट चेन पनि भनिन्छ। यो चाहिँ 100 फिटको हुन्छ र यसमा 100 वटा लिङ्क हुन्छ। अब एउटा लिङ्कको लेन्थ चाहिँ कति हुने भयो? 1 फिट हुने भयो। नेक्स्ट छ हाम्रो मेट्रिक चेन। यो 4 वटा चेनहरू मध्ये सबैभन्दा एक्युरेट मेजरमेन्ट दिने चाहिँ हाम्रो मेट्रिक चेन हो। किन भन्दा मेट्रिक चेन चाहिँ आइएस कोड आइएस 1492 1970 युज गरेर बनाइन्छ। आइएस 1492 1970 युज गरेर बनाइने चेनलाई चाहिँ के भन्छन्? मेट्रिक चेन। यो मेट्रिक चेन चाहिँ 20 मिटर लेन्थमा 30 मिटर लेन्थमा पाइन्छ। 20 मिटर लेन्थमा 100 वटा लिङ्क्स हुन्छ र 30 मिटर लेन्थमा 150 वटा लिङ्क हुन्छ। अब हामीले लेन्थलाई नम्बर अफ लिङ्कले डिभाइड गऱ्यौँ भने मेट्रिक चेनमा के पाइन्छ भन्दा 0.2 मिटर। इच लिङ्कको लेन्थ चाहिँ 0.2 मिटर हुन्छ भनेको 20 सेन्टिमिटर हुन्छ इच लिङ्कको लेन्थ। 4 वटा मध्ये सबैभन्दा मोस्ट एक्युरेट चाहिँ मेट्रिक चेन। अब नेक्स्ट छ हाम्रो मेट्रिक चेन। मेट्रिक चेन चाहिँ मोस्ट वाइडली युज हुने भएको भएर मेट्रिक चेनको बारेमा अलि डिटेलमा पढौँ हामी। अघि भर्खर हामीले निकालेका थियौँ मेट्रिक चेनको इच लिङ्कको लेन्थ चाहिँ 200 mm हुन्छ। इच लिङ्कको लेन्थ चाहिँ 200 mm हुन्छ। 200 mm भनेको 0.2 मिटर हुने भयो। अब यसमा मेट्रिक चेनमा के हुन्छ भन्दा एउटा लिङ्क हुन्छ 4 mm डाया ग्याल्भनाइज्ड माइल्ड स्टिललाई बेन्ड गरेर यस्तो सानो लिङ्क बनाइन्छ र त्यस्ता लिङ्क्सहरूलाई चाहिँ तीनटा ओभल सेपको रिङले, तीनटा ओभल सेपको रिङ, एउटा यो भयो, अर्को यो र थर्ड यो, यस्ता लिङ्क्सहरू, एउटा लिङ्क यता छ, त्यस्तै गरी अर्को लिङ्क यता छ, यस्ता लिङ्कहरूलाई 3 वटा ओभल सेप्ड रिङले कनेक्ट गरिन्छ। लिङ्क्सहरूलाई ओभल सेप रिङले कनेक्ट गरिन्छ र के बनाइन्छ? चेन बनाइन्छ। अब यो ओभल सेप रिङहरूले के गर्छ भन्दा फ्लेक्सिबिलिटी प्रोभाइड गर्छ। हामीले काम गर्ने बेला, मेजरमेन्ट गर्ने बेला फ्लेक्सिबिलिटी प्रोभाइड गर्छ यसले चाहिँ। अनि त्यस्तै गरी यो सबै लिङ्क्सहरूको एन्डमा चाहिँ के हुन्छ? ह्यान्डल एट्याच गरिएको हुन्छ। ह्यान्डल चाहिँ ब्रासको ह्यान्डल हुन्छ। त्यो ब्रासको ह्यान्डल चाहिँ यो लिङ्क्सहरूसँग स्विबल जोइन्टले कनेक्ट गरिएको हुन्छ। यहाँनिर चाहिँ हाम्रो के हुन्छ? स्विबल जोइन्ट हुन्छ। स्विबल जोइन्टले चाहिँ ह्यान्डललाई चेनसँग कनेक्ट गर्ने काम गर्छ। स्विबल जोइन्टले के गर्छ भन्दा टोर्सन रिड्युस गर्ने काम गर्छ, फ्रिली ह्यान्डललाई रोटेट गराउन हेल्प गर्छ। अब यतबाट हाम्रो ह्यान्डलको डाइमेन्सन कति हुन्छ भनेर पनि आउन सक्छ। ह्यान्डलको डाइमेन्सन चाहिँ 75/58 हुन्छ। र अर्को कुरा चाहिँ ह्यान्डल जहिले पनि हाम्रो केले बनेको हुन्छ? ब्रासले बनेको हुन्छ। चेनको ह्यान्डल चाहिँ ब्रासले बनेको हुन्छ र इट इज इन्क्लुडेड इन द होल लेन्थ अफ द चेन। चेनको लेन्थभित्रै इन्क्लुड भएको हुन्छ जहिले पनि ह्यान्डलको लेन्थ। अब स्टार्टिङमा हेर्न सक्छौँ यो जुन 200 mm छ, यो 200 mm चाहिँ ह्यान्डलदेखि नै स्टार्ट भएको छ र त्यसपछिको लिङ्क फेरि यतादेखि एट्याच भएको हुन्छ। हाम्रो लिङ्कको लेन्थ चाहिँ 200 mm हुन्छ। यो 200 mm चाहिँ कसरी बन्छ भन्दा एउटा लिङ्क हाम्रो यहाँ छ, यो लिङ्क छ, यो लिङ्क चाहिँ अरू लिङ्कसँग 3टा ओभल सेपको रिङले एट्याच भएर बनेको हुन्छ। अब हाम्रो 200 mm यो भनेपछि 161 mm यो भयो। 161 mm प्लस
अब यतादेखि यहाँसम्म हेर्ने भने एउटा ओभल शेपको रिङ यहाँ आउँछ, ओभल शेपको रिङको डाइमेन्सन 13 mm हुन्छ। यता पनि एउटा ओभल शेपको रिङ आउँछ, त्यसको डाइमेन्सन पनि 13 mm हुन्छ। र यता हाफ ओभल रिङ आउँछ, यता पनि हाफ ओभल रिङ आउँछ। त्यस्तो भएर हाम्रो 161 + 13 + 13 + दुईटा 13 हाफ हाफ मिलेर 13 बन्छ। यो टोटल कति हुन्छ हाम्रो 200 mm हुन्छ। यसरी लिङ्कको लेन्थ चाहिँ टोटल 200 mm हुन्छ। अब यसपछि नेक्स्ट एउटा मेट्रिक चेनको इक्जाम्पल लिएर हेरौँ। यो चाहिँ एउटा 20 मिटरको मेट्रिक चेन हो। 20 मिटरको मेट्रिक चेनमा 100 वटा लिङ्क्स हुन्छ, अघि भर्खर हामीले कुरा गऱ्यौँ। यसमा 20 मिटरको मेट्रिक चेनमा हेर्ने हो भने 20 मिटरको मेट्रिक चेनमा यो ह्यान्डल पनि के भएको छ, यो 20 मिटर भित्र नै इन्क्लुड भएको छ। ह्यान्डलको लेन्थ पनि 20 मिटर भित्र नै इन्क्लुड भएको हुन्छ, अघि हामीले कुरा गऱ्यौँ। अब मेट्रिक चेनलाई चाहिँ इन्डिकेट गर्ने काम केले गर्छ भन्दा मेट्रिक चेन हो भनेर कसरी थाहा पाउने, मेट्रिक चेनमा चाहिँ क्यापिटल एमई और स्मल एम भनेर इन्डिकेट गरेको हुन्छ। त्यसरी मेट्रिक चेनलाई चाहिँ अरू चेनबाट छुट्याउन सकिन्छ। मेट्रिक चेनमा प्रत्येक 1 मिटरमा, मेट्रिक चेनको प्रत्येक 1 मिटरमा चाहिँ ब्रास रिङ हुन्छ र प्रत्येक 5 मिटरमा चाहिँ ट्याली हुन्छ। इच 1 मिटरमा एउटा ब्रासको रिङ हुन्छ र इच 5 मिटरमा एउटा ट्याली हुन्छ। पहिलो ट्यालीमा के हुन्छ भन्दा फर्स्ट 5 मिटरको ट्यालीमा एउटा मात्र यस्तो कर्नर हुन्छ। सेकेन्ड त्यसपछिको 5 मिटरमा दुईटा ट्याली हुन्छ भनेको यो 10 मिटर भयो। एउटा कर्नर छ भने 5 मिटर, दुईटा कर्नर छ भने 10 मिटर, त्यस्तै गरी तीनटा कर्नर छ भने 15 मिटर। यसरी 5 मिटर, 10 मिटर, 15 मिटर गरेर हामी चेनको कुन पोजिसनमा छौँ भनेर आइडेन्टिफाई गर्न सक्छौँ। अब हाम्रो मेट्रिक चेन चाहिँ 4 वटा लेन्थमा एभाइलेबल हुन्छ। 5 मिटर लेन्थ, 10 मिटर, 20 मिटर, 30 मिटर लेन्थमा एभाइलेबल छ। 5 मिटर लेन्थमा चाहिँ कति के हुन्छ, 25 वटा लिङ्क्स हुन्छ। 5 मिटर लेन्थमा 25 वटा लिङ्क्स हुन्छ। 10 मिटर लेन्थमा 50 वटा लिङ्क्स हुन्छ। एउटा लिङ्कको लेन्थ कति, एउटा लिङ्कको लेन्थ भनेको 1 लिङ्क इज इक्वल टु 0.2 मिटर भनेपछि अब 5 मिटर लेन्थमा कति हुन्छ, 5 डिभाइडेड बाई 0.2 गर्दा 25 लिङ्क्स आउँछ। त्यस्तै गरी 10 डिभाइड बाई 0.2 गर्दा 50 लिङ्क्स आउँछ। 20 डिभाइड बाई 0.2 गर्दा 100 लिङ्क्स आउँछ। त्यस्तै 30 डिभाइड बाई 0.2 गर्दा 150 वटा लिङ्क्स हुन्छ। हामीले आइएस कोड युज गरेर यो मेट्रिक चेन बनाउँछौँ। आइएस कोड युज गरेर यो मेट्रिक चेन बनाइसकेपछि अब यसलाई चाहिँ स्ट्यान्डर्डाइज गरिन्छ। एउटा स्टिलको टेपसँग यसलाई दाँजिन्छ, कम्पेयर गरिन्छ। यो कम्पेरिजन गर्ने क्रममा हामी यसमा के गर्छौँ, स्ट्यान्डर्ड पुल युज गर्छौँ। मेट्रिक चेनमा हामी के गर्छौँ, जहिले पनि स्ट्यान्डर्ड पुल युज गर्छौँ। हाम्रो त्यो स्ट्यान्डर्ड पुल भनेको कति हुन्छ भन्दा स्ट्यान्डर्ड पुल भनेको 8 kg और 80 न्युटन एट 20 डिग्री सेल्सियस। यो भनेको हाम्रो के हो, स्ट्यान्डर्ड पुल। अब मेट्रिक चेन बनिसकेपछि यो स्ट्यान्डर्ड पुल 8 kg और 80 न्युटन एट 20 डिग्री सेल्सियसले यसलाई पुल गरिन्छ दुईटैतिरबाट। पुल भइसकेपछि यसलाई स्टिल टेपसँग स्ट्यान्डाइजेसन गरिन्छ। यो 8 kg और 80 न्युटन एट 20 डिग्री सेल्सियसको पुल हामीले युज गरेर चेनलाई तान्यौँ भने त्यसको लेन्थको टोलरेन्स के हुनुपर्छ, प्लस माइनस 8 mm भित्र पर्नुपर्छ। यसलाई स्टिल टेपसँग स्ट्यान्डर्डाइज गर्दा 8 mm को टोलरेन्स भित्र पर्नुपर्छ। त्यस्तै गरी 20 मिटरको चेन चाहिँ प्लस माइनस 5 mm को टोलरेन्स भित्र पर्नुपर्छ। 10 mm को चेन चाहिँ प्लस माइनस 3 mm को टोलरेन्स भित्र पर्नुपर्छ र 5 मिटरको चेन चाहिँ प्लस माइनस 2 मिलिमिटरको टोलरेन्स भित्र पर्नुपर्छ। यदि यो टोलरेन्स भित्र पर्यो भने हाम्रो त्यो आइएस कोडबाट बनाएको चेन चाहिँ ओके छ भन्ने बुझिन्छ। दिस इज माई टाइम। सी यू इन द नेक्स्ट भिडियो।